जसको हरेक कार्य सन्देशमूलक छन्। उनले जे गर्छ सिकाउनको लागि गर्छ, सत्य कुरालाई बुझाउनको लागि गर्छ। उनको नाम नसुन्ने सायदै नहोला, तर नजिकबाट चिन्ने कमै मात्र छन्। एसियाको तारा, शान्तिका अग्रदूत भगवान बुद्ध भनेर पनि चिनिन्छ। शाक्यमुनि बुद्ध। हिमाली पात्रो अनुसार 9औं महिनाको 22औं दिनमा भगवान बुद्धले 33 कोटी देवलोकबाट मनुष्यलोकमा अवतरण गर्नुभएको थियो। करिब 3 महिना भगवान बुद्ध देवलोकमा बस्नुभयो। सायद त्यो बसाइ हुँदैन थियो यदि आमा माया देवी त्यहाँ हुँदैनथ्यो त। भनिन्छ सिद्धार्थ गौतम जन्मेको 7 दिनपछि आमा माया देवीको निधन भयो र देवलोकमा जन्म भयो। त्यही आमा माया देवीको गुणको ऋणी भएका भगवान बुद्धले आमाको सेवा गर्नु मेरो कर्तव्य हो, मेरो धर्म हो भन्ने ठान्नुभयो र त्यही कर्तव्य पूरा गर्न भगवान बुद्ध देवलोक जानुभयो। देवलोकमा पुगेपछि भगवान बुद्धले देवलोकका ब्रह्मा, इन्द्र लगायत अनेकौं देवी देवताहरूको साथमा आमा माया देवीलाई आफूले बोध गरेको बोधि ज्ञान सुनाउन थाल्नुभयो। यसले सबैजना प्रसन्न भयो। पछि त्यही बोधि ज्ञान अभ्यास गरेर आमा माया देवी यो संसारबाट मुक्त हुनुभयो भन्ने गरिन्छ। भगवान बुद्ध देवलोकमा रहँदा यता मनुष्यलोकमा हाहाकार मचिरहेको थियो। मुक्तिको एउटै आधार भगवान बुद्धको अनुपस्थितिले उनका अनुयायीहरू झनै दुखित भएका थिए। यी दृश्यलाई सर्वज्ञानी भगवान बुद्धले थाहा पाउनुभयो र सम्पूर्ण जगत कल्याणको निम्ति भगवान बुद्ध यस मनुष्यलोकमा अवतरण हुनुभयो। त्यसैले भगवान अवतरण दिवस बौद्ध अनुयायीलाई मात्र नभएर सम्पूर्ण जगत प्राणीको लागि महत्त्वपूर्ण दिन रहेको छ, किनकि यही भगवान बुद्धको कृपाले दुःखको संसारमा भौतारी रहेका प्राणीहरू आनन्दले बाँचेका थिए र बाँच्ने छन्। भगवान बुद्धको यस प्रसङ्गले हामी सबै बाबा आमाका गुणको ऋणी हुन्, हाम्रो जीवनमा बाबा आमाको कृपा अनगिन्ती छ भनेर बुझाउँछ र सत्य धर्मको प्रभाव कहाँसम्म हुन्छ भनेर पनि देखाएको छ। सेवा गर्नु धर्म हो, त्यसमाथि आमा बाबाको सेवा गर्नु महाधर्म। 2025 को लाभाब्दैछन् अथवा भगवान अवतरण दिवसको अवसरमा सम्पूर्णलाई टाँसिदेले अनि हार्दिक शुभकामना। खुसी हुनुहोस्। धन्यवाद।